नमस्कार साथीहरू, के तपाईको सर्वोच्च अदालतमा मुद्दा चलिरहेको छ? यदि छ भने भाद्र 24 गते भएको तोडफोड आगजनीमा तपाईको फाइल जल्यो कि जलेन भन्ने कुरो कसरी थाहा पाउने? आज हामी यही विषयवस्तुमा चर्चा गरौँ। सर्वोच्च अदालतले कार्तिक 20 गते एउटा सूचना प्रकाशित गर्दै कसको फाइल जलेको छ, कुन मुद्दा नम्बरको फाइल जलेको छ भन्ने कुरो लिस्ट एउटा तयार गरेको छ। त्यो लिस्टमा तपाईको नाम छ कि छैन, यदि जलेको छ भने 60 दिनभित्र लगेर त्यो फाइलहरू बुझाउनु पर्ने हुन्छ। कानुन व्यवसायी, पक्षहरू, सरकारी वकिल लगायतका सम्बन्धित पक्षले ती कागजहरू आफूसँग भएको मिसिलका कागजहरू त्यहाँ लगेर सर्वोच्च अदालतमा सम्बन्धित फाँटमा बुझाउनु पर्ने हुन्छ। अब हामी आफ्नो मुद्दा नम्बर त्यहाँ परेको छ कि छैन, तपाईको फाइल जलेको छ कि छैन भन्ने कुरो हेर्दाखेरि सबैभन्दा पहिला सर्वोच्च अदालतको वेबसाइटमा जानुपर्ने हुन्छ। सुप्रिम कोर्ट अफ नेपाल सर्च गर्ने, त्यसपछि सर्वोच्च अदालतको वेबसाइट आउँछ। त्यहाँ गइसकेपछि सूचना खण्ड छ, बायाँतिर सूचनामा तपाईको चौथो सूचना नम्बरमा, अहिलेसम्म भएको चौथोमा नष्ट भएका मिसिलहरूको विवरण सम्बन्धी सर्वोच्च अदालतबाट मिति 2082/7/20 मा जारी गरेको सूचना छ। यो सूचनालाई ओपन गर्ने। यो सूचनामा के छ भन्ने कुरो हेर्दाखेरि भाद्र 24 गते भएको आगजनी, ढुङ्गा मुढा, तोडफोड, लुटपाट समेतका कारणबाट सर्वोच्च अदालतमा चालु रहेका मुद्दा, फैसला भई पूर्णपाठ तयार हुन बाँकी रहेका मिसिलहरू, त्यो मिसिलहरूको प्राप्ति, अब त्यो मिसिलका कागजहरू प्राप्त गर्ने प्रयोजनको लागि यो सूचना प्रकाशित गरिएको छ। अब कसको मिसिल जलेको छ भन्ने कुरो हेर्दाखेरि यहाँ फाँट वाइज नै मुद्दाहरूको लिस्ट राखिएको छ। जस्तो जलेका मुद्दाहरू, जलेका र नजलेका भन्ने कुरो छ। यहाँ जलेका मुद्दाहरूको छ थुप्रै मिसिलहरू। अब यो कुन कुन जल्यो भन्ने कुरो, जस्तो अभियान फाँटको कुन कुन जलेको छ यहाँ लिस्ट छ। त्यसै गरी अभियान फाँट 2 को कुन कुन जलेको छ यहाँ ओपन पीडीएफ भन्ने छ। तपाईको ओपन पीडीएफ गरिसकेपछि त्यो लिस्ट नै आउँछ। यहाँ जस्तै फाँट 1 को, अभियान फाँटको 1 को हेरेँ मैले, यहाँ मुद्दा नम्बर छ, मुद्दा नम्बर, त्यसपछि कुन मुद्दा हो, वादी पक्षको हो, विपक्षको हो, सबै विवरणहरू यसरी राखिएको छ। यो अभियान फाँटको 1 मा जलेर नष्ट भएका मुद्दाहरूको सम्पूर्ण विवरण हो। यहाँ लास्टसम्म हामीले हेर्दाखेरि सरस्वतीमा गए तपाईको नाम यहाँ सर्च गर्नुहोला, कुन मुद्दा, कुन फाँटमा तपाईको मुद्दा थियो, त्यो तपाईको नाम, मुद्दा नम्बरले थाहा पाउन सकिन्छ। अब यहाँ अभियान फाँटको 1 मै हेर्दाखेरि हामीले झन्डै 393 फाइलहरू, मुद्दाहरू जलेर नष्ट भएको छ। त्यसै गरी अन्य फाँटहरू पनि छ। यहाँ सबै फाँटको अभियान फाँट 2 लगायतका रिट निवेदनहरू, मुद्दा सबै फाँटहरूको यहाँ राखिएको छ। फैसला भएर फैसला तयार हुन बाँकी रहेका मुद्दाहरू लास्टमा राखिएको छ। यो पनि यहाँनिर तपाईले हेर्न सक्नुहुन्छ। यहाँ यो पनि लिस्टहरू राखिएको छ। फैसला भइसकेपछि फैसलाको पूर्णपाठ तयार हुन बाँकी रहेका मुद्दाहरू, यो मुद्दाको लिस्ट हेर्दाखेरि यो पनि लामै लिस्ट रहेको छ। 390 पेजको रहेको छ भनेपछि झन्डै तपाईको 3662 वटा मुद्दाहरू यहाँ रहेको छ। यो अब तपाईको मिसिल जलेको छ कि छैन भन्ने कुरो यहाँबाट हेर्न सक्नुहुन्छ। यदि तपाईको मिसिल जलेर नष्ट भयो, पूर्णपाठ तयार हुन बाँकी रहेका मिसिलहरू जलेर नष्ट भएको छ, अथवा चलिरहेको मुद्दा चलिरहेको माथि विभिन्न फाँटहरूको यहाँ विवरणहरू छ, यो विवरणमा गएर हेर्न सक्नुहुन्छ। अब ठ्याक्कै तपाईको मुद्दा कहाँ छ भन्ने कुरो पत्ता लगाउनको लागि के गर्नुपर्छ भनेपछि तपाईसँग तारिख पर्चा अवश्य पनि होला। तपाईसँग अथवा तपाईको कानुनी व्यवसायीसँग तपाईको तारिख पर्चा, तपाईको मुद्दा नम्बर, यी व्यवहारहरू तपाईले थाहा हुनुपर्ने हुन्छ। कमसेकम तपाईको मुद्दा नम्बर भयो भने मुद्दा नम्बरबाट फाँट पत्ता लगाउन सकिन्छ। त्यो खोज्नको लागि सबैभन्दा पहिला सर्वोच्च अदालतको वेबसाइटमा गएर तलतिर बायाँ लास्टमा यहाँ के छ, मुद्दाको प्रक्रियागत विवरण भनेर छ। सबैभन्दा तलतिर गएर बायाँतिर छ। यसमा क्लिक गरिसकेपछि यस्तो इन्टरफेस खुल्छ। यहाँ खोलिसकेपछि मुद्दा नम्बर लेख्ने, मुद्दा नम्बर लेखेर यहाँ खोज्नेमा सर्च गरिसकेपछि तपाईको यसरी मुद्दाको विवरण आयो। यो आइसकेपछि यहाँनिर दायाँतिर लास्टमा गएर मुद्दाको विस्तृत विवरण भनेर छ। यसमा क्लिक गरिसकेपछि यो विस्तृत विवरण खुल्छ। यहाँ खोलिसकेपछि तपाईले हेर्न सक्नुहुन्छ दर्ता नम्बर भयो, मुद्दा दर्ता नम्बर कति छ, त्यसपछि दर्ता मिति, सबै कुराहरू छ, वादी प्रतिवादी, फाँटवाला को रहेछ त्यो छ, चलिरहेको छ छैन भन्ने कुरो। अनि यहाँनिर त्यो बायाँतिर गएर मुद्दा छ, त्यसपछि फाँट नम्बर छ, यी रिट 5 भनेर छ। अब म रिट 5 मा सर्च गर्छु। यहाँबाट आए फेरि यो नोटिसमा रिट 5 हेर्न पर्यो। रिट 5 यहाँ
33 नम्बरमा छ, जलेका मुद्दाहरूको विवरणमा 33 नम्बरमा रिट 5 छ। यहाँ ओपन गरेँ। यो ओपन गरिसकेपछि मैले यहाँनिर सर्च गर्छु। अब म्यानुअली पनि हेर्न सकियो, यहाँ सर्चमा आएन। अब मैले यसलाई सर्च गर्दाखेरि यहाँ तपाईँले सर्च गर्दाखेरि 113 नम्बरमा यो मुद्दा छ भनिसकेपछि 2078 WO 0745 मुद्दा नम्बर भएको, जुन कि रिट 5 मा त्यो मुद्दा चलिरहेको थियो, त्यो जलेर नष्ट भएको छ भन्ने कुरो यहाँबाट मैले पत्ता लगाउन सकेँ। उदाहरणको लागि मैले यो मेरो मुद्दा थियो भनेर मैले सर्च गरेको हो। यसरी तपाईँले आफ्नो मुद्दा जलेको छ कि छैन भने यो प्रक्रियाबाट सजिलै नै पत्ता लगाउन सक्नुहुन्छ। तपाईँले पत्ता लगाइसकेपछि तपाईँ आफैले तपाईँको कानुन व्यवसायी मार्फत त्यो मिसिलहरू लगेर बुझाउनु पर्ने हुन्छ। यो मिसिल बुझाउनको लागि भनेर अर्को सूचना यहाँ प्रकाशित गरिएको छ। यो सूचना प्रकाशित भएको 60 दिनभित्र लगेर त्यो विवरणहरू बुझाउनु पर्ने हुन्छ। यहाँ अर्को सूचना छ, नष्ट भएका मिसिलका कागजातहरू उपलब्ध गराउने सम्बन्धमा सूचना छ। सोही मितिमा, यो मितिमा तपाईँको जलेर नष्ट भएको हो भने 60 दिनभित्र, यो सूचना प्रकाशित भएको मितिले 60 दिनभित्र उपलब्ध गराई सहयोग गरिदिन हुन भनेर मुद्दाका पक्षहरू, निजहरूले मुकरर गरेका कानुन व्यवसायीहरू, महाधिवक्ताको कार्यालय तथा सरकारी वकिल कार्यालयहरू, नेपाल बार एसोसिएसन तथा सम्बद्ध इकाइहरू र अन्य सम्बद्ध सरोकारवाला निकायहरूमा विशेष परिस्थितिका कारण नष्ट भएका मिसिल कागजातको प्राप्ति र प्रमाणीकरण सम्बन्धी निर्देशिका 2082 को दफा 5 बमोजिम अनुरोध गरिन्छ भन्ने कुरो यो सूचना प्रकाशित गरिएको छ। यहाँनिर 60 दिनभित्र यी कागजहरू लगेर बुझाउनु पर्ने हो। तथापि अदालतको सहजताको लागि केही मितिहरू पनि निर्धारण गरिएको छ, जस्तो कि यी मुद्दाहरू मुद्दा फाँट 1, 2, 3 लगायतका यी मुद्दाहरूको मिसिल छ भने सकभर मङ्सिर 1 गतेदेखि मङ्सिर 15 गतेभित्र बुझाइदिनुहोस्। त्यसै गरी अन्य निवेदन प्रतिवेदनहरू फाँट 4 लगायतका यी मुद्दाहरूको क्रम सङ्ख्या 2 मा जुन छ, यो मङ्सिर 16 गतेदेखि मङ्सिर 30 गतेसम्म, त्यसै गरी 3 नम्बर क्रम सङ्ख्या 3 मा भएको मुद्दाहरूको विवरण पुस 1 देखि पुस 15 सम्म, त्यसपछि क्रम सङ्ख्या 4 मा भएको रिट निवेदनहरू लगायतका सम्बन्धित फाँटका मुद्दाहरू पुस 16 गतेदेखि पुस 30 गतेसम्म बुझाइदिनुहोस् भनेर यहाँनिर अनुरोध गरिएको छ। तथापि यो सूचना प्रकाशित भएको 60 दिनभित्र तपाईँले लगेर बुझाउन सक्नुहुन्छ। यसरी तपाईँको मुद्दा जलेको छ कि छैन, तपाईँको मिसिल जलेको छ कि छैन भन्ने कुरो पत्ता लगाउनको लागि सबैभन्दा पहिला तपाईँसँग मुद्दा नम्बर हुन पर्यो। त्यो मुद्दा नम्बर सर्वोच्च अदालतको अघि मैले उल्लेख गरेका प्रक्रियाबाट गएर त्यहाँ फाँट पत्ता लगाउन सकिन्छ। त्यो मुद्दा फाँट पत्ता लगाइसकेपछि त्यसपछि यो सूचनामा आएर तपाईँको मिसिल जलेको छ कि छैन भनेर पत्ता लगाइसकेपछि पिडिएफमा गएर ओपन गरेर पत्ता लगाइसकेपछि तपाईँको कागज जलेको छ भने यहाँ तोकिएको मितिमा लगेर तपाईँले आफ्नो कागजहरू बुझाउनुहोला। धन्यवाद।